दर्शकवृन्दहरू 2082 साल बाला चतुर्दशी मेला पशुपतिनाथमा भइरहेको यो रातको समयमा पनि मान्छेहरूको यस्तो भिड भएको यहाँहरूलाई देखाउन गइरहेको छु। म टङ्क बुढाथोकी काशीटल च्यानलबाट हजुरहरूलाई यो भिडियो हेरी शेयर सब्सक्राइब लाइक गरिदिनु हुन विनम्र अनुरोध गर्दछु र यस्ता जानकारी दिनको लागि आगामी दिनहरूमा पनि म यस्तै भिडियोहरू सम्प्रेषण गर्दैछु। हेर्नुहोस् त यहाँ रातको समयमा पनि युवाहरू रमाइलो गरिरहेको अवस्था छ। मान्छेहरूको भिड यस्तो रातको समयमा पनि मान्छेहरू नसुती चाहिँ के त आफ्नो धर्म र आस्था जगाउनको लागि र आफ्ना पितृहरूलाई सम्झना गर्दै यो बस्ने हाम्रो हिन्दू परम्परा अनुसार चलिआएको छ। टाढा टाढा जानको लागि भक्तजनहरूले 12 बजे पश्चात आफूले बालेको दियो बत्तीलाई चाहिँ विसर्जन गरिने पनि काम सुरु भइसकेको छ। यस्तो कठाङ्ग्रिदो चिसोमा